कोनिचिवा मिनासान हामीले डे 3 सम्म चाहिँ कति 30 वटा लेटरहरू हिरागाना लेटरहरू सिकेको थियो। आज चाहिँ बाँकी छ रे सोरामा कति 16 वटा लेटर बाँकी छ। त्यो चाहिँ आज हामी डे 4 मा सकाइदियौँ है त। अब हामीले के कहाँसम्म गरेको थियो भने आदेखि हासम्मको सकेको थियो। अब आज माको सुरु गरौँ है। मा फर्स्ट स्ट्रोक, सेकेन्ड स्ट्रोक, थर्ड मा। माको 3 वटा स्ट्रोक हुन्छ। माको ई साउन्ड मी, मीको स्ट्रोक फर्स्ट मा, सेकेन्ड, यो भयो मी। मीको उ साउन्ड मु, मुको पहिलो स्ट्रोक, सेकेन्ड, थर्ड, 3 वटा स्ट्रोक मु। अब माको ए साउन्ड के हुन्छ मे। मेको स्ट्रोक चाहिँ फर्स्ट मा, सेकेन्ड, यसको चाहिँ 2टा मात्र स्ट्रोक हुन्छ। र माको उ साउन्ड के हुन्छ मो। मोको स्ट्रोक फर्स्ट मा, सेकेन्ड मा, थर्ड मा। यो चाहिँ मो हो। यो भयो मा मी मु मी मो। अब हामी अर्को पढ्छौँ या यु यो। अब हामी सिक्छौँ या। याको स्ट्रोक छ हल्का माथिबाट माथि घुम्ने, सेकेन्ड मा, थर्ड मा हल्का छड्के। यो भयो या। अब के हुन्छ यु। युको स्ट्रोक चाहिँ यो फर्स्ट स्ट्रोक, सेकेन्ड, यो भयो यु। अब याको ओ साउन्ड यो। योको स्ट्रोक चाहिँ सुरुमा स्ट्रेट, सेकेन्डमा यो। यो भयो या यु यो। अब सिक्छौँ हामी राले टुलेरो। अब हामी छ रा। राको स्ट्रोक चाहिँ फर्स्ट मा र सेकेन्ड मा। यो भयो रा। अब राको ई साउन्ड के हुन्छ री। रीको स्ट्रोक चुचु निकाल्ने, फर्स्ट मा, सेकेन्ड मा, थर्ड। अब राको उ साउन्ड के हुन्छ रु। रुको स्ट्रोक रु। यो भयो रु। एउटा मात्र स्ट्रोक हुन्छ रु। अब राको ए साउन्ड के हुन्छ रे। रेको स्ट्रोक फर्स्ट मा सिधा, सेकेन्ड मा यसरी। यो भयो रे, 2टा स्ट्रोक। अब राको उ साउन्ड के हुन्छ रो। रोको स्ट्रोक चाहिँ एउटा मात्र रो। यो भयो रो। यति भयो राले रुले रोको हिरागाना लेटरहरू। अब अर्को सिक्छौँ हामी 3 वटा बाँकी छ कुन कुन वा ओ उ। अब हामी सिक्छौँ वा। वाको स्ट्रोक चाहिँ फर्स्ट मा सिधा, सेकेन्ड मा 2टा मात्र स्ट्रोक। अब वा ओ। यसको स्ट्रोक चाहिँ फर्स्ट मा, सेकेन्ड मा, थर्ड। यो भयो ओ। अब लास्टमा यसको स्ट्रोक चाहिँ एउटा मात्र हुन्छ, हल्का छड्के ल्याएर एच जस्तो बनाइदिने। यो भयो यो भयो हामीले उनसम्म पढ्यो। यो डे 1 देखि डे 4 सम्म चाहिँ हामीले गोजु 1
लेटरहरू सकायौँ, योहरू अझै प्र्याक्टिस गर्नु होला कसरी लेख्ने के भनेर। र भोलि हामी अर्को भिडियोमा चाहिँ तेन र मारु कसरी युज हुन्छ, कसरी प्रोनाउन्स हुन्छ त्यसको बारेमा सिकौँला। जय माता आसिता।